जाँदैछु म हटघर पानी लगाउनु भनेर है दर्शन है। आज चाहिँ म हटघर गएको अस्ति गएको थिएँ है। जान्दा जाइबस्छु म 2 दिन 3 दिनमा कि त्यस्तो भिडियो हाल्दिनँ होइन। तपाईँहरूलाई पनि अल्छी लाग्छ होला त्यसको हटघर मात्रै देखाएको भन्छ होला भनेर नि है। अनि जाँदैछु हटघर। बाटो पनि चिप्लो छ, बर्खा हो है, लडी जान्छ होइन, गाह्रो। लाइभ बनाएको होइन भाइ, पछि फेरि मेरो भाइ ड्युटी गएको आउँदैछ हो। मेरो भाइ कुद्छ होला अगाडि हो। जाँदैछु म चाहिँ फिलहाल हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ हटघर गर्ने। यहाँबाट घरदेखि 5 सेकेन्डहरू त लाग्छ होला हटघर तल हो। जाँदैछु म पानी लाउनु। पानी मात्रै ल्याइ हुँदैन, त्यहाँ गइसक्यो के गर्नु मन छ कसो। हाम्रो गाउँमा यस्तै भारतको राष्ट्रिय पन्छीहरू पनि कराउँछ यो साथीहरू, पुरा पाउँछ हाम्रो गाउँमा। लानुहुन्छ भने पक्रिँदै दिन्छु, म भन्नु भएको छैन होला, फेरि पक्रिनु मिल्दैन है। लान्छ यहाँ मेरो भाइ ड्युटी गएको अरे। अब हिँडेर जाने त स्कुटीहरू पाउँछ होला, बाइकहरू पाउनु पनि। अब यहाँदेखि चाहिँ हाम्रो 4 किलोमिटर मुनि चाहिँ ड्युटी गर्नुहुन्छ। कसलाई त्यहाँनिर माथि पर्यो ए अन्त यस्तो ड्युटीहरू गर्नु छ नि त रेलैतिर हो। अन्त भाइ चाहिँ रेलवेमा ड्युटी गर्नुहुन्छ। अन्त आज यसले गाडी स्कुटी बाइकहरू गाडीहरू मिलेन अरे, हिँड्दैछ हिँड्नु त, तर पाउँछ होला अहिले। 8 त बजिहालेको छैन है। जाँदैछ हिँड्दैछ मसँग पछि सर्टकट झरेको नि त यो चाहिँ भाइ चाहिँ हो। भाइ पनि होइन, यो मेरो नाति केटा हो। दर्शन नमस्कार है। बाटो हेर्दैछ है साथी, म तपाईँहरूलाई क्यामेरामा चाहिँ हेरेको छु। फेरि यहाँ अहिले बाटो हेरेर फेरि सिटले हिँड्दा ढाँड भएको थियो नि त, अप्ठ्यारो हुन्छ। झर्दैछु नाति केटासँग ओह्रालो जानुपर्ने हुन्छ नि त, यस्तै छ जिन्दगी। नगर्नु पनि भएको छैन, हटघर स्याहार्नुपर्छ। त्यहाँ गएर पानी लाउनु मात्रै हुँदैन मेरो काम होइन। फुलहरू बिजोक भइरहेको हुन्छ, लथालिङ्गै भइरहेको छ। हटघर पनि स्याहार्नुपर्ने भइरहेको छ, गोडगाडहरू गर्नुपर्ने भएको छ। साथीहरूले भ्याएको छैन, साथीहरूसँग गर्छ नि त काम। मेरो मात्र होइन त्यो हटघर होइन, हामी सम्पूर्ण मिलेर गर्छौँ त्यसमा। त्यो हाम्रो एउटा कम्पनीको हो। हाम्रो गाउँ बिग फुलहरू पनि छ है, बिग फुल भन्ने तपाईँहरू चिन्नुहुन्छ कि उयो हो है बिग फुल यो है। देख्यो मेरो बिग फुल उयो तल जानु त्यहाँ ए मजाको छ है। त्यहाँ यो भुइँको सबै बिग फुलै हो नि है। बिग फुलहरू रहेछ हौ, यो पनि बिक्री हुन्छ नि है। अन्त रोपेको त है। यहाँ हेर्नुहोस् त बिग फुलहरू, यो ड्याम्मै बिग फुलहरू फुलिरहेको छ। यहाँ फुलेको देख्नुभयो कि भएन, ड्याम्मै छ 3-4 घर। फुल चाहिँ कस्तो कस्तो भन्नुहुन्छ, बारीमा भन्नुहुन्छ कि घरमा भन्नुहुन्छ कि हटघरमा भन्नुहुन्छ कि हाम्रो भिलेजमा त्यसै गरेर खान्छौँ नि त हामी होइन। दुःख गरेर बस्तीमा फुल रोप्छौँ, सालमा एकखेप बेच्छौँ, सबै कुरै हुन्छ। उहिले त्यति बेला हामीले फाँडेर मकै उठाएपछि त बारी फाँड्नु थाल्थ्यौँ असार 15, 16, 17देखि है कोदोहरू रोप्थ्यौँ। र अहिले त त्यस्तो गर्नु पर्दैन, फुल लगाएको हुन्छ। अन्त त्यसमै ल जाला भाइ, हाम्रो भाइ लाग्यो अब ड्युटी हो। अन्त त्यस्तो हुन्थ्यो हो, दालहरू लाउँथ्यौँ। अहिले त लाउँदैन हाम्रो गाउँमा त्यस्तो केही हो। अनि अहिले फिलहाल म हटघर आइपुग्न आँटेको छु। पानी झरी बिहान पानी आउँछ। पानी त्यस्तो त आएको छैन होइन, योपालि त मजाको भइरहेको छ। पानी पनि त्यस्तो त आएको छैन, डरै लाग्छ त होइन। बाटोहरू बन्द हुन्छ होइन, भाइहरू खोलाहरू बढेको छैन, ठिकैको आउँदैछ है। दिन र उहिले चाहिँ साथ दिइरहेको छ हजुरहरू है। त्यस्तो नहोस् पनि भन्छु है, बाटोहरू बन्द नहोस् होइन। हामीलाई पनि त असुविस्ता हुन्छ बजारघाट जाने होइन, त्यही भएर चाहिँ त्यही भन्छु। अहिले म हटघरको छेउछाउ आइसकेको छु। यहाँ हटघर आइपुगेँ, अब धेरै छैन। आज चाहिँ म पानी मजाले आएको छु कि बोकेर लगाउनु पर्छ। यहाँ मेरो हटघर 2टा हटघर हेर्नुहोस् ल, यहाँ 2टामा लगाउनु पर्ने हुन्छ। यो 2टामा लगाउनु पर्ने हुन्छ, माथिबाट आएको हुन्छ म। अब चाहिँ म आइपुगिसकेको छु है। बाटो पनि झोडी भएछ, बा जुगा लाग्यो थाहा छैन। 2 दिन 3 दिनमा आउँछु नि
विचार गरेर आइबस्नुपर्छ पानी पाउनु त्यसमा फुलहरू स्याहार्नुपर्ने हुन्छ यस्तै आउँछ अपडेटहरू साथीहरू है यही हो जिन्दगी गाउँ बस्तीमा बसेर गाउँको मिठास है मजा यही हो आइपुगिसकेको छु अब यहाँले झरी नै आइपुगेँ म है दर्शक नमस्कार है म चाहिँ अहिले पानी हाल्नु आइसकेको छु पानी हाल्दैछु साथीहरू पानी चाहिँ यसरी हालेको आज चाहिँ मैले यहाँबाटै हाल्नु पर्ने हुन्छ यहाँबाट हाल्नु अहिले फिलहाल यसरी पानीहरू पर्छ हेर्दै हो घरि जाने घरि जाने भनेर मैले अलमोस्ट सक्न आँटेको छु पानी हालेर है के हो घरि पानी आउँछ घरि घ्याम लाग्छ हजुरहरू बादल बर्खा बिजुली हुँदै हो असारको पानीले दुई दिन तिन दिनमा चाहिँ विचार पहिरोहरू आइरहन्छु सक्नु लाग्यो